सेभ गरिहाल्यो तर त्यो नम्बर अनुसार कमानमा आएर भन्ने चाहिँ थाहा भइहाल्थ्यो अनि उनीहरूको नम्बर पनि कहिले अर्कोबाट आउँछ कहिले अर्कोबाट आउँछ एउटै नम्बरबाट आउँदै अनि ती भाइहरूले के गर्नुभएको छ भन्दाखेरि ठाउँमा जग्गा दिनुभएको एक गाँठ जोडेकामा पनि जग्गा छ सानामा पनि जग्गा छ भक्तपुरमा पनि जग्गा छ पोखरामा पनि जग्गा छ पढाइमा पनि जग्गाको कुरा गर्छु तराईतिर जग्गा खोज्न पनि जाँदा रहेछ तराईको कसको जग्गा चाहिँ ल्याएर दिथो पनि राखिदिँदा रहेछ पछौँला यो पछिल्लो पटक 7 वर्षमा नेतृत्वमा खाली त्योभन्दा अगाडि थाहा थिएन यो बिचमा त नेतृत्वमा कहाँ जग्गालाई चाहिँ बसेको के गरेको कोही भिडपाडा पनि गरेका छन् जसमा संस्था छन् है अब तपाईँले नागरिक भन्ने एउटा संस्था हामीले यहीँको वरिपरिको अचम्म लाग्यो क्या मलाई नागरिक राम्रो भनेर कसैले हाल्ने पनि भन्दै यहीँ पैसा ल्याएर दिन्छ 10 लाख दिन्छ यो सामुदायिक त के काम नागरिक भनेर भन्थे आज पनि दाइ मेरो नागरिकमा यति पैसा परेको छ के गरी निकाल्ने होला भन्ने मान्छेहरू पनि मनमा आउँछन् है त्यो नागरिकको घर चाहिँ नेसनलको नाममा आएको छ अहिले पनि झमेला गरेर चाहिँ के हो एउटा अफिस ल्याएर राखेर त्यो चाहिँ हामीलाई दिइहाल्दैन क्या अहिलेसम्म हामीले चाहिँ त्यो के भन्छ उपयोग गर्न हामीले चाहिँ पाएको छैन अग्निको हिजो अस्ति हामीले भेट्यौँ अग्निका भाइ बहिनीहरूकै आजभोलि चाहिँ त्यो पुलिसकै कस्टडीतिर जस्तो मलाई लाग्छ थुप्रै यस्ता चाहिँ गोलमालका कुराहरू चाहिँ भइराखेका छन् र अनि सरकारले भनेको पनि सबै मान्छेहरूले यी त चोर फटाहरूको समूह जस्तो चाहिँ हामीले टाई लगाएका छौँ ड्रेस लगाएका छौँ झट्टा जुत्ता पनि कालो लगाएका छौँ तै पनि के त भन्दाखेरि हामीलाई त्यो सरकारले भन्दा साथै मान्छेहरूले नराम्रो हाम्रो उद्देश्य त नराम्रो छैन तर हाम्रै बिचमा पनि केही छानबिन हामीले गर्नुपर्ने अनि सुनिश्चित जुन किसिमको एउटा सुनिश्चित रूपमा राम्रो भएर आयो पछि यो फटाहरूले गर्न थालिसकेपछि हामीले यस्तै फटाइ गर्नुपर्छ क्यारे भन्ने चाहिँ हाम्रा साथीभाइहरूलाई पनि बिस्तार लाग्दै जान थाल्यो र गर्न हुने गर्न नहुने भन्न नहुने जे काम पनि अलिकति गर्न थाले मान्छेहरूले अनि कसैलाई केही पनि मतलब छैन आजभोलि पनि पोहोर त 300 दिएको थियो यसपालि त 200 मात्रै दियो यार भन्दै मान्छे चाहिँ फर्किया मैले देखाएको छु आजभोलि पोहोर 300 दिएको त्यहाँदेखि फटाको संस्थाले त पहिला फटाएर पाउँछु भनेको थियो यसपालि त खुवाउँदै खाएर यार भन्ने कुराहरू आजभोलि आएको छ यो पनि एउटा प्रतिबिम्ब के हो त भन्दाखेरि सरकारले एउटा अप्ठ्यारो आएको छ त्यो अप्ठ्यारो आउनुको कारण चाहिँ 2-3टा कारणहरू छन् जस्तो मलाई लाग्छ एउटा कुरा चाहिँ सबैभन्दा मुख्य कुरो चाहिँ सिद्धान्त नै नबुझी गर्दा त्यसले चाहिँ हामीलाई थाहा छ के को लागि कसको लागि नै भन्ने थाहा छैन म पनि अध्यक्ष बन्नु पऱ्यो एकचोटि भन्ने लागेको छ कसैलाई म पनि सञ्चालक बन्नु पऱ्यो भन्ने मान्छेलाई लागेको छ म पनि उपसमितिमा बस्नु पऱ्यो त्यो रामप्रसाद बस्छ भने म हरिप्रसाद किन नबस्नु होइन त्यो बाहुन बस्छ भने म नेवार किन नबस्नु अथवा यस्तो किसिमको चाहिँ बाटो पनि संसारको साथीहरू मैले त्यसलाई चाहिँ अलिक मानवर्धन गर्नु पऱ्यो भने स्वाभाविक बनाइदिनु होला मान्छेले त्यतिकै त्यहाँ आएर भनिदिने मेरो जीवनमा कति 7 अरब 8 अरब केही नलेजै नभएको मान्छेहरू एउटा प्रेस्टिजै नभएको मान्छेहरू पनि सञ्चालन गर्दा अप्ठ्यारो छ अनि त्यो के को लागि भन्दाखेरि 2-3 हजार रुपियाँ भत्ता पनि दिन्छ वर्षमा 1-2 चोटि नैनीतालतिर पनि गइजान्छ होइन सिक्किमतिर कहिले भने कहिले नैनीताल जाने भनिदिने सरकारी भ्रमण भने जाने नैनीताल अनि त्यहाँ महाकालीको फोटो हाल्ने कहाँको फोटो हाल्ने के गर्ने कहिले तालिम गर्ने भन्ने पोखरातिर जाने त्यतिको भरमा पनि 7 अरब 8 अरबको जिम्मेवारी लिएर साथीहरू गर्नुभएको छ यो साह्रै धेरै कुराहरू जोखिम म अहिले बोलिरहेको छु मेरो घाँटीमा 30 सेकेन्ड जति कसैले परिवेशन दियो भने म मर्छु होइन भन्नु म कति जोखिममा छु त यहाँबाट केही टाउको आएर ठोक्यो भने मरिन्छ यहाँबाट झऱ्यो भने पनि मरिन्छ चिप्यो भने पनि मरिन्छ डुब्यो भने पनि मरिन्छ टायर बेसरी तान्दियो भने पनि मरिन्छ रिस्क छैन हाम्रो लाइफ हाम्रो जे पाए त्यही खायो भने पनि मरिन्छ खाएन भने पनि मरिन्छ फेरि धेरै खायो भने पनि मरिन्छ खायो भने पनि मरिन्छ यस्तो छ अनि रिस्कै रिस्क छ एउटा मान्छेको शरीरमा त त्यत्रो रिस्क छ भनेपछि यो त संस्था चलाएको छ जनताको पैसा छ कति रिस्क होला कति जोखिम होला जोखिमै जोखिम छ तैपनि आनन्दले मैले गरेपछि भइहाल्छ मैले भनेपछि भइहाल्छ म पनि गरिदिउँ त भनेर गरेको छ राज्यका
यहाँ प्राधिकरण भन्ने आएको छ त्यसलाई पनि केही मतलब छैन, राष्ट्र ब्याङ्क भन्ने छ त्यसलाई पनि केही मतलब छैन, विभाग भन्ने छ त्यसलाई पनि केही मतलब छैन, कसैलाई केही मतलब छैन है। यो एउटा फर्मेट जारी गर्ने मात्रै हो। मेरो फर्मेट जारी गर्ने हुने हुन्, कुर्सीमा बस्ने हुन्, पैसा बुझ्ने हुन्, बुझ्न मिल्ने गरी बुझ्ने, बुझ्न नमिल्ने पनि कुनै न कुनै तरिकाबाट बुझेकै छ। त्यस कारणले गर्दाखेरि कसैको केही पनि यहाँ चाहिँ महत्त्व छैन। अहिले चाहिँ जुन एउटा परिवर्तन आएको भनेको छ, यो परिवर्तन पनि ब्ल्याक भनिदिएर सिक्नुको अवस्था छ। कोही कसैको जिम्मेवारी छैन, अनधिकृत मान्छेहरूले शासन चलाउन खोजिरहेका छन्। यसको मतलब पुराना शैली राम्रो गरेको थियो, पुरानो अशिक्षित भएकाले नै नयाँ आएका, नयाँ चाहिँ अझ असल लाग्नु पर्ने थियो, झन् कमसलको आएका अलिअलि लागेको छ। र यो अवस्थामा हामीले समाजको एउटा जिम्मेवारी लिएको कारणले त्यो संस्था रिस्पन्स छ भने त हामी पनि रिस्पन्स छौँ। पहिला पनि भइसक्यो मान्छे भना त गरेर ढुङ्गा हान्ने आगो लगाइदिए भनिसकेपछि हामीलाई चाहिँ मानिरहेको छ। यो कुरा चाहिँ तपाईँहरूले विचार गर्नुहोस् है। मेरो घर छोडेर गाईको दुध दोहोरो बसेको मान्छेको घरमा त आगलागी भइसक्यो भने तपाईँहरूलाई चाहिँ नखाए पनि मागी राख्दैन है, खाएका पनि परेन, नखाएका पनि परेन, बाँकी राख्दैनन्। त्यस कारणले गर्दाखेरि जोखिम भएको हुनाले यो जोखिम म्यानेजमेन्ट गर्नुपर्छ। र अर्को कुरा म के भन्छु भने नेसकोसँग केही न केही कुरा चाहिँ जहिले पनि हुन्छ छ। नेसकोले केही कमी कमजोरी गरे, नेतृत्वले कमजोर आएको कारणले भएका छन् होइन, हुन्छन्। तर के भन्दाखेरि यसले एउटा सोल्युसन चाहिँ बारम्बार दिँदै जान्छ। मलाई चाहिँ एकदम गर्व लागेको छ। अगाडि भएर मैले प्रशंसा गरेँ होइन, म जसको पाएँ त्यसको प्रशंसा गर्दा पनि गर्दिनँ। यो स्क्यानको लागि उहाँको धेरै योगदान छ। यो उहाँ चाहिँ दुर्गाजी चाहिँ यो होचो पदको अहिले चाहिँ टेकेर बल्ल बल्ल बाँचेर एक्सिडेन्टमा परेर आउनु भएको छ। उहाँको भाग्य उहाँ चाहिँ हाम्रो देशको मान्छेहरूले साको सौर्यको सम्पत्ति नै हो, एकदम ठुलो सम्पत्ति प्रशंसा गरेको होइन, उहाँबाट धेरै कुराहरू लिनुपर्छ। उहाँले यस्तो राम्रो राम्रो कुरा ल्याउनुहुन्छ कि जो चाहिँ हामीले सोध्दै नसोचेको कुराहरू ल्याउनुहुन्छ। त्यस कारणले गर्दा मैले अघि पनि भने मैले यो बिन्दवासिनी इत्यादि संस्थाहरूले किन माथि माथि गयो भन्दाखेरि उनीहरूले चाहिँ जहिले पनि त्यो नयाँ कुराहरूलाई चाहिँ स्वीकार गर्दै गयो। हामी चाहिँ के भने नयाँ कुराको क्षेत्र हामीलाई गाह्रो। अब नेसकोले डाटा पायो, कसले पनि डाटा पाइन्छ, कसले पनि डाटा पाइन्छ, कति चाहिँ हामीले डाटा दिने भन्ने किसिमको पनि छ। अनि डाटा पनि थरी थरीका बनाइदिने होइन, किसिमले कसलाई एउटालाई एउटा किसिमको डाटा दिने, एउटालाई एक किसिमको डाटा दिने, त्यस्तो किसिमको पनि छ। फेक कामहरू पनि गर्ने, फेक कामहरू केही पनि नगर्नु, फेक गर्दाखेरि भोलि हामी फसिन्छ, त्यो पनि एउटा रिस्क नै हो। त्यस कारण फेक कामहरू केही पनि नगर्नु र डाटाको स्रोत नेसकोको डाटा ब्याङ्क बनाउने हो। मेरो शब्दमा चाहिँ है के हो दुर्गाजीका होला, डाटा ब्याङ्क बनाउने हो यो। त्यस कारण अर्को डाटा चाहियो भने यो डाटाबाट चाहिँ दिने। त्यसैले यो मेन डाटा ब्याङ्कबाट तपाईँहरूको एन्ट्री हुनै पऱ्यो, खाता खोल्नै पऱ्यो, यसमा सम्झौता गर्नै पऱ्यो, तपाईँहरू आउनै पऱ्यो। बाहिर भागेर हुनेवाला केही छैन, कसैले हाम्रो लागि केही गरिदिनुवाला कोही पनि छैन। प्राधिकरण आएर पनि प्रमाणपत्र जारी गरेर केही पनि गर्दैन। जब हामी स्टार्ट गर्छौँ, अहिले भर्खर मैले केही उदाहरण दिएँ, सहकारीमा लागेर चाहिने नचाहिने काम गर्दाखेरि कतिपय साथीहरू भागेका छन्, कतिपय साथीहरू विदेश पलायन भएका छन्, कतिपय साथीहरू लुकेर बसेका छन् आजभोलि। अनि कागज के गर्ने, कसो गर्ने, कहिले